नमस्ते सबैजनालाई। नयाँ दिन नयाँ भिडियोमा सम्पूर्णलाई स्वागत छ। सधैँ म बिहानै आफै उठ्ने बित्तिकै म ब्रस गरेँ यहाँ मुख पनि धोइसकेँ। ओइल्यात्त परेको मुख चम्काउनलाई धोइसकेँ र मेरो मुख चम्किसकेको छ यहाँनिर। अनि म दुध लिन गएँ, बिहान गेटमा झुन्डेको दुध लिएर आएँ। दुध लिएर आएपछि हिजोको बासी भाँडा माझ्नु थियो, भाँडा माझेँ। भाँडा माझिसकेर आएर दुध बसालेँ र मलाई आज बिहानै खाना बनाउनु पर्ने थियो। हिजो पनि फर्सीको साग पकाएको थियो, आज पनि मैले फर्सीको साग पकाउन लाएँ। यहाँ आलु बसालेर फर्सीको साग हालिसकेको छु, मसला पनि कुटेँ। त्यसपछि मैले फर्सीको साग हालेर कर्ल्याम कुर्लुम पारेर चर्ल्याम चुर्लुम पारेर पाकेर रेडी भइसक्यो र मलाई यतिखेर 9 बजिसकेको छ र खाएर अफिस जानु ढिलो भइसकेकाले म खाना गम खाइसकेँ र म मेरो हेलिकप्टर लिएर निस्किसकेँ एक्लै आज। श्रीमतीज्यूको बिदा भएको हुनाले र म अफिस पुगिसकेको छु यतिखेर देख्न सक्नुहुन्छ। अफिस गएर 2-4 वटा कामहरू थियो, मेलसेल चेक गरेर यो काम सकिसकेँ। फेरि अर्को काम पनि आएको थियो, 2-4 वटा कामहरू गरेँ। त्यसपछि यहाँ भाइले पनि अफिसमा धैका-धैँ लाएर काम गर्दै थियो। त्यसपछि 2 बजिसकेको छ र यतिखेर म आज भटारेको रोटी र बोडीको तरकारीसित चियामा रोटी डुब्दै खाएँ र रोटी खाइसकेर मलाई सामान लिनको लागि निस्किनु पर्ने थियो। गाडीमा बसेर म सामान लिनको लागि निस्किसकेको छु। यतिखेर म बानेश्वर हुँदै बागबजार जाँदैछु। प्रेसको गाडीलाई खैल्यात्त ओभरट्याक गरेर गइसकेँ र गएर भरिहाले जस्तो आज गाडीमा सामान लोड गरेँ। 1 गाडी सामान लोड गरिसकेपछि असिना पसिना भएर म यहाँ पसिना पुस्दैछु, देख्न सक्नुहुन्छ। पसिना पुसेँ, एकछिन शीतलमा बसेँ। त्यसपछि गाडीमा फेरि बसेर म अफिस आएँ। त्यसपछि मेरो अफिस टाइम सकिसकेको छ र म हिँडेर घर आइसकेको छु। यतिखेर घर आउँदाखेरि भाइ बहिनीहरू यहाँ देख्न सक्नुहुन्छ मोबाइल खेलाउँदै। मेरो श्रीमतीज्यू यहाँ बत्ती काट्दै बस्नुभएको थियो र आएर खानासाना खाइसकेपछि हामी एकछिन इभिनिङ वाकको लागि निस्क्यौँ। 1 राउन्ड सरक्क हानेर आएर अब म तपाईँहरूलाई धन्यवाद, बाई बाई भन्दै, गुड नाइट, शुभरात्रि भन्दै सुत्नको लागि